खाली है अहिले त है आनन्द छ माथि त मौसम दामी छ त अनि बाटो ब्लक त छैन होला नि होइन होला बिहानै घर मेरो टक्क सुनिरहेको छ गर्दै मेरो घरमा जाने ओ यता यता ल अब जाने बेला भइहाल्यो किन म तल्लो बाटो खाना खानु के अरे बुकिङ पो हुनुपर्छ अरे ए कतिको टाढो छ ती माथि मात्रै हो अब हिँड्दै जानु पऱ्यो नि अब अझै माथि छ ए उयो माथि मात्र होला दामी छ हौ यता त जति पनि वेट लाइनहरू छ नि के को होला यो त के गर टुपे अरे लगभग आइपुग्यो अब गाडी आइपुग्यो गाडी अब 10 लाख हो र उचाला त ए भेडामेन क्या त हो भेडामेन ओ ओ अन्त उता पुगेर यहाँ नआएको हो क्या तल आइनु यहीँ चाहिँ थिएछ क्या त्यहाँ रहेछ क्या आएको भयो यहाँ त्यहाँबाट झन् सर्टकट रहेछ क्या 5 मिनट लाग्छ शनिबार भएर होला है आज कस्तो बिजी छ आमा टिकटक ल ल
भोटे कुकुर होइन यो भोटे कुकुर यिनीहरूलाई चाहिँ यार दामी रहेछ यो त अनि हिँडेर आउने बाटो यो होइन त उयो भन्दा छ जस्तो छ के देखिन्छ हौ रोकेको लास्टमा आउने मान्छेले फर्स्टमा खाँदैछ है अन्त उसकै अड्डा हो भेडाटार उसैकै अड्डा भेडेको किङडम ल हाम्रो आयो अब रातो भालेको कुखुरा हो यो रातो कुखुरै हो कि क्या भेडेको मासु पाउँदैन क्या भेडाको मासु पाउँदैन त यही छ बरु ल थ्याङ्क यू भाइ यो झारपात चाहिँ तिमी नै खाऊ पक पनि अरे चिकन पनि अरे भेडा अब एकछिनमा सुकुटी पनि हुन्छ यो चाहिँ दामी हो के यो भयो भाइ अहिलेको लागि यो टेस्ट दामी रहेछ हुन्छ हेलो अनि खोइ साथी तपाईँको साथी खोइ त अनि तपाईँको जोडी खोइ मोटु होइन तपाईँको त सालै पछि भेट हुन्छ त तपाईँलाई त के हो अनि बेलुका मात्र होइन र अहिले सुरु गरिदिने चलफल त अहिले होइन नि बेलुका पो हुन्छ त अनि रातो भालले त नछोड्ने भयो अघि तपाईँलाई त मैले दुईचोटि आउँदा नि पहिला पनि दुईचोटि नै यता भेटेँ अहिले 3 चोटि भएछ त अनि उता मन्दिर जाँदाखेरि पनि होइन ल ल ल आरामै छ नि हस् यहाँ कस्तो डेन्जर काम गर्दैछ त केटाहरूले त ओ टेरिका खतरा काम गर्छ त्यो लिङबारी होटलको हो नि त त्यो त तिनीहरूले के उयो डटफटको के गर्दैछ जेस आज भेडाटार बिजी छ यहाँ पनि डाँडा अरे पारी सबै देख्थ्यो नि त्यो 1000 बुद्धहरू सबै देख्थ्यो नि यताबाट हेर पहिला यस्तो थिएन नि अन्त उसले भन्छ हेभन डाँडा म त मेरो मामाको बिहामा आएको नि यता जन्ती भनेर यो चाहिँ अरु घाम पानी भइरहेछ हौ सेल्फी छ होइन सेल्फी देखिहाल्ने क्या अब अघिसम्म है भोकले के गाडी चढ्दा क्या बनाएर थियो कि अहिले आएर केटा आयो कि खाएर बुढी गइहाल्छ
पुरै छ नि त हौ नस्पति त होइन आमामामा भेट्छ भेट्छ खुबै भेट्छ स्पाइडरम्यान चाहिन्छ यसको लागि त खाएको छैन अरे के उसले डेली पोस्ट गरिरहेको हुन्छ क्या कम्बो खाएर पनि है कम्बो पनि के अरे रातो भाले डोजर अनि सुकुटी कसले हाल्छ हौ यो घर त पहिलादेखि स्टिल अनकम्प्लिट छ होइन कति वर्ष भइसक्यो है कता हो ल आउँछु म कति पछाडि यता आएको आमामा यस्तो बनिसक्यो धरानमा त अझै घाम लगाइरहेछ तल बस्दा बस्दा वाक्क होइन माथि आएर पनि बस्दिनँ धरान भ्यू जतिखेर पनि धरान भ्यू है छैन नि होइन आइस भन्न बिर्सेछ नि त हामी है त्यही त नि ए ठिकै छ बस म त अलरेडी गुल्ले छु कि त्यही भएर यस्तो तितो खान्छु कि यहाँदेखि गोली खाइसक्यो अनि जुम्बो जुम्बो यस्तो मौसम छ कि फेरि यो मौसम तल गएपछि हराउँछ घामले शेष हुन्छ 15तिर परिरहेको त्यहाँ अहिले परेकै होला सिन पानी पर्छ घाम लागिरहेको छैन विजयपुरमा कति आनन्द विजयपुरमा चाहिँ है दामी छ